खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सेवा क्षेत्रभित्रको लाभान्वित जनसङ्ख्याको अनुपात नै खानेपानी आपूर्ति अनुपात हो। यसको गणनाको लागि यो सूत्र प्रयोग गरिन्छ। लाभान्वित जनसङ्ख्या निजी धारा जडान र सार्वजनिक धारा जडानको कुल जनसङ्ख्या हो। सार्वजनिक धाराको प्रयोगकर्ताहरूको औसत घरधुरीको सङ्ख्या र जनसङ्ख्या अनुमान गर्नुपर्ने हुन्छ। सेवा क्षेत्रभित्रको कुल जनसङ्ख्या राष्ट्रिय जनगणना वा अन्य विश्वसनीय तथ्याङ्कहरूबाट प्राप्त गर्न सकिनेछ। यो गणनाको लागि उदाहरण हो। कराइसी जडानको सङ्ख्यालाई प्रत्येक घरमा हुन सक्ने औसत मानिसको सङ्ख्याले गुणन गर्दा निजी धाराको लागि जनसङ्ख्या प्राप्त हुन्छ। सार्वजनिक जडानको सङ्ख्यालाई उक्त धारा प्रयोग गर्ने औसत प्रयोगकर्ताहरूको सङ्ख्याले गुणन गर्दा सार्वजनिक धाराको लागि जनसङ्ख्या प्राप्त हुन्छ। तसर्थ पानी आपूर्ति अनुपात 76% छ।